आफ्नो किचन गार्डन भएपछि चाहिँ बारीबाट के टिपिराख्न मिल्छ। आज म अलिकति हार्भेस्ट गर्दैछु। हुन त अलिकति बेलुका भइसकेको छ, त्यही पनि यो खुर्सानीहरू एकदमै लटरम्मै पाकिसकेको अनि अब सुक्नै लागेको भएर म टिप्न थाले। ठुलो खुर्सानीको पनि 2-3 वटा बोट छ, जसमा फलेको चाहिँ आधी चराहरूलाई अनि त्यसपछि आधी बाँकी रहेको चाहिँ हामीलाई। यसरी बोटमा चराले नै खाइरहेको हुन्छ, जुन चाहिँ ठिकै छ, एकदम धेरै फलेको पनि छ अनि त्यही राखिराख्यो भने उनीहरूले अर्को दिन आएर खान्छ। अनि यो अर्को टल्ले खुर्सानी, यो पनि मजाले फलेको छ, रुखै पुरै नुइरहेको रहेछ अनि यसलाई पनि मैले यहाँ टिप्न मिल्ने जति सबै टिपे। अब आजको लागि चाहिँ म खुर्सानी यति मात्रै टिप्दैछु, किनभने अरू पनि धेरै हार्भेस्ट बाँकी छ। यहाँ चाहिँ यति राम्रो पुतली पातमा खाएर बसिरहेको रहेछ, एकदमै नचटपटाइकन, अनि यसलाई चाहिँ मैले खेदाइदिएँ। अनि त्यसपछि अहिले चाहिँ सिमी फलेर पनि लटरम्मै छ। अब यो सिमी चाहिँ सबै टिप्नु पर्ने छ। आज चाहिँ मैले यसरी फलेको जुप्पाहरू नै टिप्ने गरिरहेको छु, किनभने यो एकदम धेरै फलेको अनि एउटा टिप्दाखेरि चाहिँ यो साध्य छैन, त्यही भएर मैले अब जुप्पा नै टिप्ने निर्णय गरेँ। त्यसपछि यति टिप्दै मैले भिडियो खिच्न बन्द गरेँ, किनभने मैले एकदमै ठुलो सरप्राइज पाएँ र त्यो सरप्राइज यति धेरै करेला हो जुन मैले अहिलेसम्म देखिरहेकै थिइनँ। यो कता लुकेर फलिरहेको रहेछ, एकदमै खुसी लाग्यो। अनि सबै टिपिसकेपछि चाहिँ यो चाहिँ मेरो आजको हार्भेस्ट।